स्तुङ्गको पालन स्तुङ्गको पालनमा नेपालको प्रथम पर्यटन नेपालको प्रथम पर्यटन कौन पर्यटन सम्राट अशोक नेपाल आए सम्राट अशोक नेपाल आए। यो तीनवटा क्वेसन एकदम इम्पोर्टेन्ट छ है एक्जाममा धेरैपल्ट सोधेको छ। छैटौँ किराँती राजा भगवतीको शासनकालको समयमा चाहिँ नेपालमा के अरे महाभारतको युद्ध भएको थियो। छैटौँ किराँती राजा भगवतीको पालामा। अर्को चाहिँ सातौँ किराँती राजा जितेदासको पालामा गौतम बुद्ध तत्कालीन अवस्थामा नेपाल आएका थिए। अर्को चाहिँ चौधौँ किराँती राजा स्तुङ्गको पालामा नेपालको प्रथम पर्यटन सम्राट अशोक नेपाल आएका थिए। यी सम्राट अशोकको नाममा लुम्बिनीमा अशोक स्तम्भ बनिरहेको छ। सम्राट सम्राट अशोकको समयमा सम्राट अशोकको नाममा अशोक अर्को सम्राट अशोक नेपाल आउँदै गर्दा तत्कालीन अवस्थामा यिनी चाहिँ भारतीय त्यो सम्राट भारतको त्यो बेला विभिन्न ठाउँमा टुक्रा गर्दै गर्दा भारतको कुनै राज्य राजा थिए। यिनले आफ्नो छोरी पनि लिएर आएको। छोरीको नाम याद छ चारुमती। चारुमतीको विवाह कोसँग गरिदिए उनले देवपाल। काका युवा उनी पाटन होइन। सम्राट अशोकको छोरीको नाम चाहिँ चारुमती जसको विवाह उनले पाटनका युवा देवपाल पाटनका युवा देवपालसँग गरेका थिए। छोरीको नाम सम्राट अशोकको छोरीको नाम चाहिँ पाटनका युवा सम्राट अशोक भनेको चाहिँ भारतको कुनै एउटा राज्यको राजा र उनी नेपालको टुक्रा एक्जाम सोध्दै नेपालको प्रथम पर्यटक कौन भनेर सोध्छ। नेपालको प्रथम पर्यटक सम्राट अशोक जो चाहिँ भारतका त्यहाँका सम्राट रहेका थिए उनी चाहिँ नेपालमा आए र त्यही पनि who is the first tourist of Nepal? सम्राट अशोक।